ओके, यो चाहिँ हाम्रो केटिएफटी काठमाडौँ तराई फास्ट ट्र्याकको चाहिँ कुनै एउटा अलाइनमेन्ट दिएर, जस्तै मैले यो फाइलहरू चाहिँ ड्राइभमा नि राखेको छु र युट्युब भिडियोको लिङ्कमा पनि हुन्छ। जस्तै अलाइनमेन्ट एसएचपी राख्यो भने यो एउटा हाम्रो रोडको अलाइनमेन्ट छ र क्याडेस्ट्रल एसएचपी भित्र चाहिँ यो रोडमा चाहिँ पर्ने जग्गाहरूको चाहिँ किताहरू चाहिँ देखिन्छ र यसमा चाहिँ हाम्रो आजको काम भनेको चाहिँ यो रोडमा चाहिँ 25 मिटर लेफ्ट र राइटतिर चाहिँ हामीले चाहिँ त्यो जग्गालाई चाहिँ मुआब्जाको लागि कति कस्ट लाग्छ भनेर चाहिँ निकाल्ने हो। त्यसको लागि चाहिँ कुन कुन किताहरूमा चाहिँ एफेक्टेड छन् र त्यो एफेक्टेड किताको चाहिँ एरिया कति छ र त्यो एरियालाई चाहिँ कति रेटले मल्टिप्लाई गर्ने हो। त्यो रेटले मल्टिप्लाई गरेर चाहिँ हामीले टोटल कस्ट अफ द प्रोजेक्ट चाहिँ क्याल्कुलेट गर्न खोजिरहेको छौँ है त। त्यसको लागि यति दुईवटा फाइल भयो र अर्को एउटा चाहिँ नेपाल लोकल युनिट्स भन्ने पनि छ, त्यो पनि त्यहाँ राखिदिएको हुन्छु। र अब सुरुमा चाहिँ यो चाहिँ हाम्रो यति एरियामा चाहिँ लोकेटेड रहेछ अथवा यति नगरपालिकाहरूलाई चाहिँ छोएको रहेछ भनेर देखिएको छ र यो हरेक नगरपालिकाको चाहिँ हाम्रो ल्यान्डको रेट चाहिँ छुट्टै छुट्टै राख्छौँ हामीले। त्यसैले यो इन्फर्मेसन अहिले चाहिन्छ। सुरुमा चाहिँ हामीले यो हाम्रो क्याडेस्ट्रल म्यापको चाहिँ इन्फर्मेसन हेर्ने हो भने एट्रिब्युट टेबलमा केही पनि छैन है। यसको अर्थ चाहिँ कसको किता हो अथवा यसको एरिया कति छ हामीले अहिले क्याल्कुलेट गर्नै पर्ने छ। यसमा केही पनि एट्रिब्युट चाहिँ पहिल्यै चाहिँ छैन, अहिले हामी क्याल्कुलेट गर्छौँ। सुरुको काम भनेको चाहिँ अब राइट अफ वे थाहा पाउने होइन। राइट अफ वे थाहा पाउनको लागि चाहिँ हाम्रो यो एउटा अलाइनमेन्ट छ भने यसको 50 मिटरको विड्थ अथवा 25 मिटर वरपर चाहिँ कति कति जान्छ त भनेर थाहा पाउनको लागि चाहिँ हामीसँग बफर कमान्ड छ। बफरले के गर्छ त 25 मिटर वर र परलाई चाहिँ बफर गरिदिन्छ। एउटा अलाइनमेन्टको 25 मिटर लेफ्ट र 25 मिटर राइटसम्म चाहिँ जाने एउटा पोलिगन यसले बनाइदिन्छ। अरू सबै डिफल्ट छोडौँ, अलाइनमेन्ट सेलेक्ट गरौँ इनपुट लेयरमा र डिस्टेन्सलाई 25 मिटर राखौँ है। त्यति गरिसकेपछि यसलाई चाहिँ कहाँ सेभ गर्ने भनेर एउटा कतै सेभ गरौँ हामी। जस्तै मैले चाहिँ यहाँनिर चाहिँ एउटा नयाँ फोल्डर बनाउँछु है त, SHP2 भन्ने, यसमा काम गरौँ। HP2 भयो। यसमा चाहिँ सुरुमा बफर भनेर मैले सेभ गरेँ, रन गरेँ। त्यो गरेपछि अब हेर्नु त ठ्याक्कै 50 मिटर विड्थ भएको चाहिँ राइट अफ वे चाहिँ हामीबाट आउने भयो होइन। अब यसले चाहिँ कुन कुन अब यतातिरको जग्गालाई त केही पनि असर भएको छैन, त्यही भएर कुन कुन एरियालाई असर भएको छ भनेर थाहा पाउनको लागि चाहिँ हामीले चाहिँ इन्टरसेक्ट गर्छौँ अब है त। इन्टरसेक्ट गरेपछि चाहिँ यो अलाइनमेन्ट र जग्गा चाहिँ इन्टरसेक्ट भएछ भने त्यसलाई चाहिँ एउटा छुट्टै पोलिगन छुट्टै फिचर बनाएर चाहिँ अब हामीले पछि त्यति मात्र एरियालाई मल्टिप्लाई गर्नुपर्छ होइन। त्यसैले इन्टरसेक्सन भन्ने एउटा मोड्युल छ, त्यो मोड्युललाई हामीले रन गर्छौँ। इन्टरसेक्सन भन्ने यो भेक्टर ओभरलेभित्र छ QGIS को आफ्नै। इनपुट लेयरमा चाहिँ हाम्रो क्याडेस्ट्रल हुन्छ, ओभरले चाहिँ हामीले बफरबाट गर्छौँ है त। यति कुरा चेन्ज गर्नु, अरूलाई सबै छोडिदिँदा हुन्छ, केही पनि चाहिँदैन, चलाउनु पर्दैन। र इन्टरसेक्सनलाई सेभ गर्नको लागि चाहिँ मैले इन्टरसेक्सन भनेर नाम दिएँ, इन्टरसेक्टेड भन्नु। सेभ गरेँ, रन गरेँ। अब यो रन हुन्छ। ल रन भइसकेपछि चाहिँ हाम्रोमा चाहिँ अब इन्टरसेक्टेड भनेर यहाँनिर एउटा नयाँ लेयर बन्यो। बफरलाई छोडिदियो भने, अब क्याडेस्ट्रललाई नि छोडिदियो भने अब सबै फिचरहरू चाहिँ अब यहाँनिर इन्टरसेक्टेड भएको इन्फर्मेसन यहाँनिर आउने भयो होइन। तर फेरि पनि मैले यसको एट्रिब्युट टेबल हेरेँ भने चाहिँ यो कुन चाहिँ फिचरको हो त भन्ने कुरो चाहिँ थाहा छैन हामीलाई। त्यसैले अथवा कुन चाहिँ नगरपालिकाभित्र पर्छ त यो पर्टिकुलर किता होइन। जस्तै यो किता चाहिँ यसको इन्फर्मेसन केही पनि छैन नि त हामीसँग। कुन चाहिँ नगरपालिका पर्छ अनि त्यसले नै हामीले मल्टिप्लाई गर्नुपर्ने छ। त्यही कारणले गरेर चाहिँ हामी अब त्यो चाहिँ इन्फर्मेसन यसमा दिन्छौँ होइन। त्यो दिनको लागि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि हामीसँग भेक्टरको
डाटा म्यानेजमेन्ट टुलभित्रमा चाहिँ जोइन एट्रिब्युट बाई लोकेसन भनेको छ। यसले के गर्छ भने त्यो नगरपालिकाभित्र परेको छ भनेदेखि त्यसलाई चाहिँ नगरपालिकाको इन्फर्मेसनहरू चाहिँ फिड गर्ने काम गर्छ। त्यसैले जस्तै जोइन टु फिचर हामीले इन्टरसेक्टेड लेयरमा चाहिँ इन्फर्मेसन थप्न खोजिरहेछौँ, त्यही भएर इन्टरसेक्टेडै भयो। बाई कम्पेयरिङ केलाई चाहिँ हेरेर चाहिँ इन्फर्मेसन थप्ने त लोकल युनिटलाई हेरेर। र लोकल युनिटमा चाहिँ अब यदि ललितपुर महानगरपालिकामा परेको छ यो किता भनेदेखि चाहिँ यो किताको इन्फर्मेसनमा यो चाहिँ ललितपुर महानगरपालिकामा छ है भन्ने इन्फर्मेसन चाहिँ दिने काम गर्न खोजिरहेछौँ हामीले होइन। त्यसैले अब सबै फिल्ड हामी एड गर्छौँ, त्यसैले अरू केही पनि चलाउनु परेन, खालि यो जोइन टु लेयरमा इन्टरसेक्टेड भन्ने सेलेक्ट गर्नु पऱ्यो, बाई कम्पेयरिङ टुमा नेपाल लोकल युनिट सेलेक्ट गर्नु पऱ्यो। त्यति गरेपछि यसमा चाहिँ जोइन्ट लेयर भनेर आउँछ। जोइन्ट लेयरलाई चाहिँ हामीले सेभ टु फाइल गरेर अब यसलाई एउटा नाम दिउँ जोइन्ट लेयर भनेर। यसलाई सेभ गरेँ र रन गरेँ। यो रन सक्यो र अब हामीले चाहिँ जोइन्ट लेयरको चाहिँ एट्रिब्युट टेबल हेर्दाखेरिमा चाहिँ यहाँनिर चाहिँ ल गाउँपालिका नगरपालिका कुन रहेछ अथवा यसको प्रोभिन्स कुन रहेछ भन्ने चाहिँ इन्फर्मेसन अब थपिन आयो क्या। त्यसैले अब फेरि पनि हामीले यसमा चाहिँ जस्तै यसलाई कहाँनिर रहेछ त हेर्दाखेरि डिस्ट्रिक्ट ललितपुर, गापा नभए पनि ललितपुर महानगरपालिका रहेछ भन्ने इन्फर्मेसन आयो। जस्तै अब माथि गएर हेर्ने हो भने स्टिल ललितपुर महानगरपालिका नै छ, तलको हेर्ने हो भने चाहिँ यो चाहिँ गोदावरी नगरपालिकाको रहेछ भन्ने चाहिँ इन्फर्मेसन आयो है त। अब चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि अब त्यो नगरपालिकाको अनुसार चाहिँ यिनीहरूलाई रेट दिन पर्यो होइन, त्यो जग्गाको रेट। त्यो दिनको लागि चाहिँ हामीले यसको एट्रिब्युट टेबलमा जान्छौँ र यसमा चाहिँ यो अबाकस ओपन फिल्ड क्याल्कुलेटरलाई अन गर्छौँ। यो अन गरेपछि चाहिँ अब यसमा हामीले नयाँ त्यो एट्रिब्युट टेबलमा नयाँ कोलम थप्न लागिरहेछौँ, त्यही भएर क्रिएट न्यू फिल्ड भयो। कोलमको नाम चाहिँ हाम्रो ल्यान्ड रेट हुन्छ र रेट चाहिँ अब इन्टिजरमै दिने भएर इन्टिजर दिँदा फरक परेन। र यो ल्यान्ड रेट चाहिँ हाम्रो नगरपालिका अनुसार भिन्दै भिन्दै छ होइन। त्यसैले यो भिन्दै भिन्दै भएको इन्फर्मेसनलाई चाहिँ हामीले ख्याल गरेर नै ल्यान्ड रेट भर्ने हुनाले हामीलाई चाहिँ यदि यो नगरपालिका छ भने जस्तै केस होइन वेन गापा नपा इक्वल्स टु ललितपुर छ भनेदेखि होइन यस्तो यस्तो गर्ने हो। अब यसको म टेक्स्ट तपाईँहरूलाई नि दिन्छु र म अहिले यहाँनिर भर्छु है त। ल यसमा चाहिँ अब यो टेक्स्टहरू अलिकति मिल्ने भयो, मिलाउनु पर्ने भएर मैले पेस्ट गरेँ। यस्तो टेक्स्ट तपाईँहरूलाई नि प्रोभाइडेड छ, जस्तै यही फाइलको यहाँनिर चाहिँ छ, यहाँनिर चाहिँ योभन्दा तलपट्टि एउटा ल्यान्ड रेट भन्ने छ, त्यहीबाट हेर्नु होला। यति गरेपछि चाहिँ जस्तै ललितपुर भएको ठाउँमा चाहिँ त्यही भएर अब 30 लाख चाहिँ हाम्रो रेट देखियो। यो चाहिँ एक रोपनीको यति 30 लाख राख्ने भनेर हामीले फिक्स गरेको। सरी ललितपुरको त 50 लाख हो होइन, अनि कीर्तिपुरको 40 लाख, गोदावरीको 30 लाख, दक्षिणकालीको 20 लाख। अनि यदि यसमा परेको छैन यो चारामा भने जेरो राखिदिने भनेको। यसले चाहिँ डिस्ट्रिक्ट हेरिरहेको भएर यहाँ ललितपुरको यो देखिएको हो होइन, तर यदि ललितपुरभित्र पर्छ भनेदेखि चाहिँ 50 लाख चाहिँ इन्फर्मेसन 50 लाख भन्ने रेट चाहिँ यसलाई जान्छ। मैले यसलाई अब ओके गरेँ भने यहाँनिर ल्यान्ड रेट भनेर थपियो है। अब जस्तै ल हेर्नु गाउँपालिका नगरपालिका गोदावरीको लागि चाहिँ कति आयो त 30 लाख आयो नि। त्यसै गरी अब ललितपुरको लागि हेर्ने हो भने ललितपुरको लागि 50 लाख आयो नि होइन। त्यही त यो अहिले चाहिँ हाम्रो डिस्ट्रिक्ट सबैमा भएर त्यो देखिरहेको थियो। ललितपुर बाहेक कीर्तिपुर छ भने 40 लाख आयो नि होइन, ठिक छ है। फेरि ललितपुर महानगरपालिका 50 लाख भयो। यसरी हाम्रो ल्यान्ड रेट आयो। अब हाम्रो काम भनेको चाहिँ यो रेटलाई अब कति एरिया छ त्यति एरियाले मल्टिप्लाई गरेर पैसा दिनुपर्छ। त्यसैले अब एरिया निकाल्ने, एरिया निकाल्नको लागि चाहिँ फेरि ओपन फिल्ड क्याल्कुलेटरमा जाने। अब यहाँनिर चाहिँ अब फेरि यसको नाम चाहिँ हाम्रो एरिया राख्ने। एरिया चाहिँ अब डेसिमल नम्बरमा आउन सक्छ, त्यसैले यसको टाइप चाहिँ डेसिमल नम्बर राख्ने। लेन्थ र प्रिसिजनलाई 10 र 3 नै छोडिदिएँ। र एरिया चाहिँ डलर एरिया मात्र गर्दाखेरि पनि आउन पर्ने हो त आउँछ, तर हाम्रो चाहिँ कहिलेकाहीँ प्रोजेक्सनहरू मिलेको हुँदैन। र यो प्रोजेक्टमा चाहिँ जस्तै हाम्रो MUTM 84 मैले फेरि ल
देखाउँछु है त। यो चाहिँ हाम्रो यसको प्रपर्टिजमा हेर्दाखेरिमा यसको प्रपर्टिज हैन, यसबाट हेर्नु ल। यसको प्रपर्टिजमा जेनरलमा के भनेको छ, यो इलिप्सोइडको इन्फर्मेसनहरू चाहिँ हामीले कस्ट्युम दिइरहेछौँ भनेको यो पर्टिकुलर इलिप्सोइडको लागि चाहिँ सेमी मेजर एक्सिस यति छ होइन। यो भनेको चाहिँ कोअर्डिनेट रेफरेन्स सिस्टम बनाउँदाखेरिमा चाहिँ हामीले चाहिँ सेमी मेजर एक्सिस त्यो अर्थलाई चाहिँ सेमी मेजर र सेमी माइनरमा छुट्याएको थियौँ भनेपछि सेमी मेजर चाहिँ कति रहेछ 6377 किलोमिटर रहेछ र सेमी माइनर चाहिँ 6356 किलोमिटर राखेको रहेछ। भनेपछि यसरी हामीले कस्ट्युम इन्फर्मेसन दियौँ भनेदेखि चाहिँ अब त्यहाँनिर डलर एरिया गर्दा क्यालकुलेट हुन सकेन है। त्यसैले त्यसलाई अब चाहिँ एरिया नत्र भने आउँथ्यो है। जेनरली चाहिँ डलर एरिया गर्ने बित्तिकै फिचरहरू चाहिँ आउँथ्यो यदि त्यहाँ कस्ट्युम नभएर यदि प्रिडिफाइन्ड छ भनेदेखि आउँथ्यो। तर अब छैन भने पनि प्रब्लम भएन। यसको लागि चाहिँ हामीले एरिया भनेर अब चाहिँ हामीले प्लानिमेट्रिक एरिया निकाल्नु पर्ने हुन्छ। प्लानिमेट्रिक भनेको चाहिँ 2D एरिया भयो होइन। अहिले चाहिँ इलिप्सको नै त्यो एकदम कर्भड एरिया नै दिन्थ्यो यो डलर एरियाले। यसले चाहिँ जियोमेट्री गर्यो भने यसरी जियोमेट्री गऱ्यौँ भने हामीले यहाँनिर अब एरिया आयो है त। यो एरिया त हाम्रो यही फिचर जस्तै यो चाहिँ प्रिभ्यू देखाइरहेको छ नि त। यो भनेको एउटा फिचरको एरिया 219 मिटर स्क्वायर रहेछ, अर्कोको 14 रहेछ, अर्कोको 170 रहेछ, त्यो देखाइरहेको है। यसरी हेर्न सकिन्छ। र यसको नाम चाहिँ मैले अब एरिया भनेर दिएँ। एरिया दिएर ओके गरेपछि सबैको एरिया आयो। तर एउटा के गल्ती गरेछु भन्दा इन्टिजरै भएछ त्यो, त्यसैले 219 मात्र आयो। यसलाई म हटाइदिन्छु होइन। यसमा डिलिट गर्न मिल्छ इजिली। एरिया ओके र एड गर्न पऱ्यो भने फेरि फिल्ड क्यालकुलेटर अन गर्ने। हाम्रो नाम चाहिँ एरिया राख्ने, यसमा चाहिँ डेसिमल राख्ने, 10 र 3 नै ठिक छ। र यसमा चाहिँ एरिया भन्ने फङ्सन छ। त्यो फङ्सनभित्र इनपुट चाहिँ के हो त जियोमेट्री हुन्छ। यो जियोमेट्रीको 2D एरिया कति छ त्यो क्यालकुलेट गरेर राख्ने भन्नु दिएको। अब आयो है। अब हाम्रो एरिया पनि आयो। अब चाहिँ कस्ट निकाल्नु पऱ्यो। कस्ट भनेको त सिम्पली यसको रेट इन्टु एरिया हो। त्यसैले फेरि फिल्ड क्यालकुलेटर अन गरेँ। यसमा चाहिँ अब त्यो मिटर स्क्वायरमा छ एरिया होइन। त्यसैले अब जस्तै हामीसँग अभाइलेबल भएको इन्फर्मेसन चाहिँ यहाँ पनि देखिन्छ है। त्यो भनेको चाहिँ अब एट्रिब्युट टेबलमा के इन्फर्मेसन छ नि त्यो सबै यहाँनिर यो फिल्ड लाइन भ्याल्युज भन्ने भित्र छ। म एरिया पनि क्यालकुलेट गरिसकेको छु, ल्यान्ड रेट पनि क्यालकुलेट गरिसकेको छु भने यसमा डबल क्लिक गरेर यतापट्टि ल्याउन सक्छु। अब हाम्रो कसरी कस्ट क्यालकुलेट गर्ने त भन्दाखेरि ल्यान्ड रेट जति छ त्यति होइन मल्टिप्लाइड बाई अब एरिया कति छ त्यति। तर यो त मिटर स्क्वायरमा छ। त्यसैले यसलाई चाहिँ अब हामीले रोपनीमा चाहिँ रोपनीको रेट राखिरहेछौँ यहाँ ल्यान्ड रेटमा होइन। त्यसैले एरिया डिभाइडेड बाई चाहिँ 508.75 गरेपछि चाहिँ हाम्रो चाहिँ टोटल कस्ट चाहिँ आउने भयो है। यसरी हामीले यसको नाम चाहिँ अब कस्ट दिएँ भनेदेखि अब हरेक पोलिगनहरूको चाहिँ यति कस्ट लाग्छ भन्ने इन्फर्मेसन यसमा आउँछ। यसलाई पनि मैले डेसिमलै राखिदिएँ नम्बर। यसरी चाहिँ मैले यसको इन्फर्मेसन भरेँ। अब यहाँबाट हाम्रो कस्ट पनि आयो हेर्नु है त। भनेपछि सबै जग्गाहरूको कस्ट पनि आयो। अब यसमा गर्ने काम सक्यो। मैले यसलाई क्लोज गरेँ र यो चाहिँ एडिट मोडमा छ। यसलाई चाहिँ मैले सेभ गरेँ। सेभ गरेपछि अब यो सेभ भयो। एट्रिब्युट टेबलमा फेरि पनि हेर्दाखेरि सबै इन्फर्मेसनहरू चाहिँ आएको छ है। अब टोटल कस्ट निकाल्नु परेछ मलाई। टोटल कस्ट भन्छ सबैको सम हो होइन। अब एउटा तरिका भनेको चाहिँ हामीले एट्रिब्युट टेबलमा गएर फेरि फिल्ड क्यालकुलेटरमा यहाँ धेरैवटा फङ्सनहरू हुन्छ है। यो भित्र धेरैवटा छ हेर्नुभयो हुन्छ। सम भनेर सर्च गऱ्यो भने यसमा एग्रिगेट सम भन्ने आउँछ। सम अनि केलाई सम गर्ने हो त भन्दाखेरि हाम्रो चाहिँ कस्ट भन्ने जुन कोलमको थियो त्यो सबै भ्यालुहरूलाई सम गर्ने हो नि त। त्यसैले मैले कस्टलाई राखेर सेभ गरेँ भनेदेखि टोटल कस्ट चाहिँ यहाँनिर देखिएको छ हैन। यो त सबैलाई सेम हुने भयो। मैले यसलाई टोटल कस्ट दिएँ भने के हुन्छ एकछिन हेरौँ है त। र मैले ओके गरेँ भने यसमा टोटल कस्ट भने नल आयो र एउटामा मात्र सायद इन्फर्मेसन भरिएको छ। हेर्दा पनि
नेभरदिलेस अब यसमा आएन भने ठिकै छ, ल केही भएन। हामीले चाहिँ यहाँबाट चाहिँ भेक्टर लेयरको चाहिँ स्ट्याटिस्टिक्स हेर्न मिल्छ। त्यसको लागि चाहिँ भेक्टर भन्दा स्ट्याटिस्टिक्स सर्च गरौँ। स्ट्याटिस्टिक्स सर्च गर्दाखेरिमा चाहिँ भेक्टर एनालाइसिस बेसिक स्ट्याटिस्टिक्स फर फिल्ड भनेको छ र बाई क्याटेगोरिज भनिन्छ। र मैले चाहिँ बाई क्याटेगोरिज गरिदिएँ, त्यो फिल गर्दा नि हुन्छ। क्याटेगोरिज गर्दा चाहिँ इनपुट त हाम्रो जोइन्ट लेयरै हो, तर म सुरुमा एकछिन जोइन्ट लेयरलाई फेरि एडिट मोडमा छ, यसलाई चाहिँ मैले डिस्कार्ड गरिदिएँ अहिले, किनभने हामीलाई त्यो टोटल कस्ट यसै आएन यहाँनिर, त्यसैले कस्ट आएको चाहिँ ठिक छ यति। र स्ट्याटिस्टिक्स चाहिँ अब क्याटेगोरिज अनुसार गर्दाखेरि जोइन्ट लेयरको कुन चाहिँ फिल्डको चाहिँ स्ट्याटिस्टिक्स चाहिएको, कस्ट चाहिएको हो भने चाहिँ, अनि फेरि कुन चाहिँ फिल्डको आधारमा चाहिँ क्याटेगोराइज गर्ने त, त्यो गापा नपाएको आधारमा गऱ्यो भनेदेखि चाहिँ अनि यसको स्ट्याटिस्टिक्स चाहिँ अब एउटा लेयरमा चाहिँ मैले सेभ टु फाइल गरेँ। सेभ टु फाइल चाहिँ अब स्ट्याटिस्टिक्स भनेर मैले सेभ फाइलै सेभ गरेँ। सेभ फाइल सेभ गरेको रन गरेँ। सेभ फाइल बनेन के हो, किनभने स्ट्याटिस्टिक्स हामीले त्यही भएर सेभ फाइल भन्दा पनि, त्यसैले यसमा चाहिँ हामी कमा सेभरेटेड फाइल CSV फाइल बनाउँछौँ। यसमा हेर्नु CSV फाइल यहाँनिर रहेछ। CSV फाइल बनाएर नाम चाहिँ स्ट्याटिस्टिक्स भन्ने एक्सेल अथवा CSV फाइल बन्यो। यसको इन्फर्मेसन ल अब गोदावरीमा चाहिँ टोटल 110वटा फिचरहरू रहेछ, अनि त्यसको चाहिँ मिनिमम कस्ट चाहिँ यति रहेछ, म्याक्सिमम कस्ट यति रहेछ, रेन्ज यति रहेछ होइन, म्याक्स माइनस होला। र सम चाहिँ यहाँनिर देखिन आयो। र त्यसै गरी ललितपुर महानगरपालिकाको सम यहाँ देखियो, कृतिपुरको पनि सम यहाँ देखियो। यो तिनटैलाई जोडेपछि चाहिँ अब हाम्रो टोटल कस्ट चाहिँ यति रहेछ, यो नगरपालिकामा यति कस्ट लाग्यो, यसमा यति कस्ट लाग्यो, यसमा यति कस्ट लाग्यो भनेर यहाँ आयो। र यही कुरो चाहिँ रिपोर्टिङ गर्न सकिने गर्छ। यो चाहिँ अब पोर्सन अफ अलाइनमेन्ट मात्रै हो होइन, हामीले प्र्याक्टिस गरेको यसरी गर्न सकिन्छ। र यसमा हामीले जस्तै बफर गर्न सिक्यौँ होइन, इन्टरसेक्सन गर्न सिक्यौँ, अनि जोइन एट्रिब्युट्स बाई लोकेसन गर्न जान्यौँ। अनि त्यसपछि चाहिँ हामीले यो एक्सप्रेसन एट्रिब्युट टेबलमा गएर यो ओपन फिल्ड क्यालकुलेटर अन गरेर यसमा चाहिँ नयाँ कोलमहरू थप्न पऱ्यो भनेदेखि चाहिँ थप्न सकिँदो रहेछ। जस्तै रेट थप्नु पऱ्यो, मलाई चाहिँ यसको आधारमा गापा नपाएको आधारमा रेट थपेन हामीले। त्यसै गरी हरेकको एरिया निकाल्यौँ भने त्यसपछि अब यो यतापट्टिको कोलमलाई चाहिँ एक्सेलमा काम गरे जस्तै होइन, यो टाइम्स यो डिभाइड बाई 508.75 गरेर यसको कस्ट निकाल्यौँ, र पछि यसको सम गरेर हामीले सम निकाल्यौँ। यो चाहिँ हाम्रो यसरी चाहिँ भेक्टर लेयरलाई चाहिँ एनालाइसिस गर्न सकिन्छ भन्ने एउटा ट्युटोरियल जस्तो भयो। थ्याङ्क यू।